एन्ड वेलकम ब्याक टु माई च्यानल रोशन तामाङ ब्लग। आज चाहिँ मेरो छुट्टी हो, त्यही भएर चाहिँ म आज बाहिर निस्केको छु घुम्नलाई भनेर। अहिले चाहिँ म एक्ज्याक्टली यो पावर सेक्युरिटी क्याम्पमा म आइपुगेको छु। अहिले चाहिँ म यहाँबाट चाहिँ अगाडि बढ्दैछु। अनि हजुरहरू सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। कहाँबाट मलाई मेरो भिडियो हेरिराख्नु भएछ। मोस्टली चाहिँ यो लेबर क्याम्पहरू चाहिँ यो इन्डस्ट्रियल एरियामा हुन्छ। यो एरिया पनि इन्डस्ट्रियल एरिया हो। यो चाहिँ पावर क्याम्प, यसको चाहिँ अर्को साइडमा चाहिँ हाम्रो अल्जाबर क्याम्प छ। म चाहिँ अहिले एक्ज्याक्टली यो चाइना मलको अपोजिट साइडमा छु। हाम्रो चाहिँ सेक्युरिटीमा चाहिँ एभ्री विक अफ चाहिँ हुन्छ, तर यहाँनिर चाहिँ एकदमै गर्मी छ यो दुबईमा चाहिँ। त्यो भएर गर्मी भएपछि दिउँसो निक्लिन पनि मन लाग्दैन। अनि यतिखेर यसो बेलुका चाहिँ आज चाहिँ आफ्टर लङ टाइममा चाहिँ मैले आज चाहिँ भिडियो बनाउनु पर्ला, लङ भिडियो भनेर मैले चाहिँ आज कोसिस चाहिँ गर्दैछु। फाइनल्ली गाइज म चाहिँ यहाँ आइपुगेँ यो गेट नम्बर 3बाट चाहिँ यो फेस्टिभल ल्यान्डमा। अब चाहिँ यहाँ के देख्नेछु म तपाईँहरूलाई देखाउने कोसिस गरेको छु यो भिडियोमा। हेर्नु सक्नुहुन्छ एकदमै ब्युटिफुल छ, तर अहिले इभिनिङ नभएकोले गर्दा चाहिँ अहिले स्टार्टै भएको रहेछ प्रोग्रामहरू। अलिक इभिनिङ भएपछि मात्रै यहाँ चाहिँ स्टार्ट हुने रहेछ। यहाँ त फर्मुला 1 को सुपर कार पनि रहेछ। देख्न सक्नुहुन्छ एकदम रमाइलो दृश्य रहेछ है। यहाँ चाहिँ गेट नम्बर 3 छ, यता गेट नम्बर 2, गेट नम्बर 1 चाहिँ अगाडि साइडमा छ। उता गेट नम्बर 1, गेट नम्बर 2, गेट नम्बर 3। म चाहिँ यो गेट नम्बर 3बाट इन्ट्री भएँ। अहिले चाहिँ कोही पनि मान्छे नै नभएको अवस्था रहेछ है गाइजहरू, किनभने म चाहिँ चाँडै आएछु। अलिक अबेला मात्रै यहाँनिर चाहिँ मान्छेको जमघट हुने रहेछ र अनि खेलहरू सुरु हुने रहेछ। यहाँ चाहिँ विभिन्न खेल्ने चाहिँ चिजहरू रहेछ, बट यहाँनिर बच्चाहरूको लागि खेल्ने चिज रहेछ, तर अहिले सुरु नै भएन। सो म चाहिँ अहिले यसै हेर्दै गर्छु। सायद अहिले एकछिनमा मान्छे धेरै भयो भने चाहिँ अनि केही खेल्न पाउँछु होला सायद टिकट काटेर। यो चाहिँ इन्ट्रान्स 2 हो। अहिले चाहिँ म इन्ट्रान्स 2 को अगाडि छु। यो चाहिँ फर्स्ट इन्ट्रान्स छ। इन्ट्रान्स 3 चाहिँ यहाँ अगाडिपट्टि छ। गाइस अहिले चाहिँ अब म यहाँनिर आइपुगिसकेँ। अब चाहिँ नास्ता गर्नु पर्ला जस्तो छ।
for watching. We're gonna be two hearts running wild. The moonlight, summer sky, it was the best we ever had. And we'll stay on forever. We'll never have regrets. We wanna chase the night, wanna dance to the light, pull the stars from the sky, just two hearts running wild. Never sleep, never stop, as we shot from the top. We're gonna be two hearts running wild. We're gonna be two hearts running wild. गाइस अहिले चाहिँ अलिक साँझ परेर होला अहिले चाहिँ अरू सबै र एउटा चाहिँ यहाँ खेल्ने चिज चाहिँ चालु भयो है यहाँनिर देख्न सक्नुहुन्छ यहाँ मात्रै चालु भयो अरू त कुनै चालु भएको छैन वेटिङ फर कस्टमर यहाँको ट्रेन पनि चालु भयो अब चाहिँ तर एकजना मात्रै कस्टमर छ बेबीसँग अहिले यहाँ पनि चालु भयो हजुरहरू चाहिँ यो चाइना मल आसपासमा हुनुहुन्छ आसमान एरियामा हुनुहुन्छ सार्जा एरियामा हुनुहुन्छ भने चाहिँ यहाँ आउनुहुन्छ यहाँ आउन सक्नुहुन्छ आफ्नो बच्चाहरूको साथमा एकदम रमाइलो भने चाहिँ यसरी बच्चाहरूलाई ट्रेनमा लगाएर यताको स्कुलमा चलाएर डुङ्गा छ यहाँ अगाडि ड्रागन छ ड्रागन तपाईँहरू सक्नुहुन्छ यता पनि छ यहाँ कारहरू छ यहाँ चाहिँ अहिले चाहिँ यहाँ पनि चालु भइसक्यो यहाँ पनि अब चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ आजलाई चाहिँ म यतिमा नै मेरो भिडियो अन्त गर्न चाहन्छु हजुरहरूले कहाँबाट मेरो भिडियो हेरिराख्नु भएको छ प्लिज कमेन्ट बिलो अन माई भिडियो थ्याङ्क्स फर वाचिङ हेभ अ गुड डे टेक केयर बाई बाई